हेलो एभ्रिवान, आज चाहिँ हामी 2 PM प्लस चिज खान गइरहेको छौँ। 2 प्याकेट बनाएको छौँ, हामी दुईजनाले खान्छौँ होइन। अनि हामीसँग सँगै रहेको छ कोक, मेरो फेभरेट कोक हो। अब हामी मुकबाङ स्टार्ट गर्छौँ है त। हेलो एभ्रिवान भन्नुपर्ने सुरुमा मैले कोक खाएँ, अब म फर्स्ट बाइट 2 PM खान्छु है त। खै चिज हाल्दा त कस्तो अमिलो अमिलो भयो हो ल तपाईँहरूलाई है त फर्स्ट बाइट अनि म खान्छु ल। मिठो भयो तर चिजै पग्लेन क्या। चिजै पग्लेन गाइस। मेरो भाइले झन् उहाँदेखिबाट लिएर आएको, यो जिरीबाट लिएर आएको चिज हो यो, घुम्न जाँदा। मिठो छ, तपाईँहरू पनि खानु होला हामी जसरी। छिटो खाए भिडियो लामो बनाउनु। चिज त यत्तिकै खानु नि मिठो गाई। यो चाहिँ छुर्पी खाँदै हो, गिलो छुर्पी। अब सकिन्न खान, यो चिजलाई मैले साइड ल्याइदिएँ यतापट्टि। तपाईँहरू पनि भिडियो हेर्दै सँगसँगै खानु होला है। हामीले चाहिँ आज धेरै पछि खाएको यो के भन्छ 2 PM। पिरै भन्छ कि 2 PM होइन नि, करेन्ट हो। तर 04 को खानुहुन्थ्यो नि, 03A को लिएर आएको मैले हेरेर। साह्रो खाना चाहिँ मिठो। दिदी त श्रीकृष्ण बिरामी जस्तै देखिरहनु भएको। यो चाहिँ के अरे भएको भन्नु न। लुक एट म्यान, हिजो स्कुटरबाट लडेर झन्डै मरिदियो। गाइज हाँसो कन्ट्रोलै हुँदैन हिजो होइन। म र दिदी स्कुटरबाट लडेको हुन त खासै त्यस्तो केही पनि भएन होइन। यति हाँस उठ्छ, यति हाँस उठ्छ, मलाई अरू लडा देख्दा पनि हाँस उठ्छ। म स्वयं आफै लडेँ भने पनि हाँस उठ्छ होइन। अनि दिदीले मरा कराएर अनि म त हाँस्नै छोडिदिएको पछि।
गाइस हामीलाई एक एक प्याकेट रुपियाँमा खानु चाहिँ यस्तो गाह्रो हुन्छ मान्छेहरू चाहिँ युट्युबमा मुकबाङ गर्नेहरूलाई त मान्नै पर्छ यार के खान्छन् त्यत्रो कोक दे दे यो कान्छेलाई खालि जियाउँदैन चल्नुहुन्छ क्या यताको त होइन अर्को हातको यार अगस खाना एक चम्चा खान्छु मलाई पनि बढी दिन्छ हालिदिन्छु गाइज हामीले खाएँ यो चिज त लास्टै साह्रो थियो मेरो दाँत भाँचिन्छ होला यो चिज सक्दैन थ्याङ्क यू सो मच हामीले खाएर सक्यौँ हाम्रो भिडियो पुरै हेरिदिनु होला माया गरिदिनु होला सबैजनाले धन्यवाद बाई बाई तपाईँहरू सबैजनालाई